नमस्कार। गाइज वेलकम बैक टू माई यूट्यूब च्यानल निजी अफिसियल ब्लगमा तपाईँहरूलाई दिलबाटै नमस्कार। त गाइज आज चाहिँ म सरप्राइज भनौँ भनेको सरप्राइज हुन सकेन, किनकि तपाईँहरूले यो भिडियो थम्बनेल र अगाडिको हाइलाइट हेरेर नै भिडियो थाहा पाइसक्नुभयो भिडियो चाहिँ के को रहेछ भनेर। अनि जो पनि यस भिडियोलाई पहिलोचोटि हेर्नु हुँदैछ भने प्लिज चाहिँ एउटा सब्सक्राइब गरिदिनु होला। अनि मन पऱ्यो भने मेरो कन्टेन्ट अफ भ्युवर्सहरूले वाइटी फ्यामिलीले सेयर पनि गरिदिनु होला है। आज चाहिँ म एक जग्गा जाँदैछु, अनि उहाँ कसलाई गएर भेट्ने, कसलाई भेट्नु गएको, कसलाई भेट्ने चाहिँ त्यो चाहिँ तपाईँहरूलाई म देखाउने छु। गान्धी रोड तपाईँको घुम स्टेसनबाट है, गान्धी रोड पानी परिरहेको। हामी चाहिँ गाडी लगाएनौँ, के गरेर नम्बरको ज्याद लगाएर चाहिँ हिँड्छु होइन। अगाडि अगाडि हाम्रो रुम लिँदैछ त्यता कति मिनट पनि हुँदैछ। हामी चाहिँ हिँड्दै जाउँ भनेर चाहिँ जाँदैछु होइन। कसो घरमा जाँदैछु तपाईँहरूले त्यही भिडियो हेर्दा मात्रै थाहा पाउनुहुन्छ होइन। तर चाहिँ हामी पर्दैन त्यो गान्धीको मैले पनि होइन पानी खाएर मुखभरि पानी सुकेको छ, बोल्नु सकेको छैन। ग्राउन्ड रहेछ है, सधैँ हगी लागेर चाहिँ बर्बाद डेली यो माथि पनि पक्राइहाल्ने होइन। हामी हिँड्दै जानेछौँ। निमला चाहिँ आइपुग्छ है, हुन्छ। नमस्कार। मारो मुझे, मारो मारो मुझे। निमलाको घरमा कसरी आइपुग्यो? खै पक्रेको ल हामी आइपुग्यो खालिया चाहिँ निमको घरमा।
अचानक आइदिएको अचानक आइदिएको है आज निमा चाहिँ घरमा आइपुग्यो गाइज हामी चाहिँ यस्तो हुन्छ हामी चाहिँ ए अनै छ ए रेडी छ म चाहिँ यस्तो छ उहाँ चाहिँ बिजेपीको चेयरम्यान होइन मलाई बताइदिनुको लागि स्पेसली म यति टाढोबाट पनि आएको बिजेपीको चेयरम्यान हुनुहुन्छ उहाँले सरीको जित्नु भएको छ इलेक्सन लोकसभा इलेक्सन होइन उहाँलाई चाहिँ बताइदिनु लागि बधाई 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 हामी चाहिँ निमुको घरमा चाहिँ आइपुग्यो होइन नसोधिकन यसरी यस्तो पनि हुँदो रहेछ खोज्दै हिजो हो त अचानक खोज्दै भिडियोमा भ्लगमा देखेर मात्रै हामीले गेस गर्दै गर्दै आउँदा पनि आइपुगिँदो रहेछ हौ खोज्दै आयो भने चाहिँ त्यस्तो हुँदो रहेछ होइन कोही लोकेसनको जरुरी छैन केही छैन खोज्दै पनि आइपुगिँदो रहेछ गाइस हामी आइपुगेको छ त साथीहरू जहिले पनि यहाँबाट चाहिँ निमु लामुले चाहिँ निमु लामु तामाङले चाहिँ जहिले पनि यहाँबाट चाहिँ यहाँको दृश्य देखाउँदैन तल टोय ट्रेनको लिक अनि तल बाटो दार्जिलिङ जाने यति राम्रो ब्युटिफुल नजारा गाइस त म पनि आज देखाउँदैछु होइन सो यहाँ निमुको मोली बाबा यहाँ छ मोली 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 निमुको मोली यहाँ छ अनि अस्ति लेटेस्ट देखाएको थियो निमुले अर्ग्यानिक के हालेको छ भनेर सब्जीहरू वाउ त्यो चाहिँ गाइस होइन हेरिहाल्नु म तपाईँले उहाँको नजारा हामी जो म चाहिँ आज निमुको घरमा आयो होइन एकदम सरप्राइज आइदिएर हामी चाहिँ नसोधिकन कस्तो लाग्यो होइन आज चाहिँ हाम्रो यहाँबाट चाहिँ एकदमै लाइभ भइरहेको छ पहिला चाहिँ हामीले निमा लामु तामाङ भ्लग्सको होइन भिडियो हेर्ने गर्थेँ र आज चाहिँ हामी यहीँ आएर एकदमै लाइभ भइरहेको छ हाम्रो मजा लागिरहेछ है मोली दार्जिलिङ टोय ट्रेन जाँदैछ है तल चाहिँ जाम भइसकेको छ टुरिस्टको सिजनले गर्दाखेरि माथि ट्रेन कुदेछ यो पहिला चाहिँ यहाँसम्म गनाइरहेछ अब हेर्नु न गाडी दार्जिलिङ टोय ट्रेन चाहिँ जाम पनि त्यतिकै छ कोइलाको रहेछ कोइला पुरा बनाउँदैछ कोइलावाला गयो यो चाहिँ डिजेलवाला है अब गाइस डिजेलवाला निस्किँदैछ अब निस्किँदैछ ट्रेन गाइस ट्रेन कोइलावाला गयो कस्तो आज सँगसँगै गयो त है त्यही त नजानु पर्ने गाइस निक्ल्यो यो चाहिँ डिजेलवाला है साथीभाइ डिजेलवाला गयो कुहिरो पनि लागेको छ त्यति क्लियर भएन नि कुहिरो लगाएर गयो नि अब चाहिँ निमुले खाना बनाउनु भएछ पुरा अर्ग्यानिकदेखि लिएर सबै होइन खानाको दिनु भइरहेछ उता हाम्रो हुनुहुन्छ मेरो चाहिँ म अलवेज भन्छु मेरो बिग फ्यान हो हाम्रो जो होइन सरू अनि ओके त्यो टेस्ट हुन्छ हामी घरकै मान्छे हो होइन घरकै मान्छे हो अनि अब हामी चाहिँ खाना सुरु गर्नु आँटेको छ होइन त तपाईँहरूलाई यो भिडियो चाहिँ मन पऱ्यो भने चाहिँ सेयर पनि गरिदिनु होला होइन हाम्रो वाइटी फ्यामिली पुरा भेटिन्छ अनि हामीले मिस गरिरहेछ भूमिलाई भूमिको हस्बेन्ड अनि अञ्जली बजुलाई चाहिँ हामीले एकदम मिस गरिरहेछ यहाँनिर है त्यो थियो प्लान त्यो हुनु सकेन सरी त ठिकै छ ओके बनिरहनु होला भिडियोमा अन्त निमानो बहिनी अहिले के भन्नुभयो नुन लागेको छैन भने नि अन्त हामी त आफ्नो हो नि त म त अब नुन लिएर आउने भन्ने हो नि त है एकदम सही हो नुन लागेको छैन त फेरि माग्ने हो नि त ओके हुन्छ ल हामीले ल लियो है फर्स्ट बाइट जोजोको अनि हामी लिने ल बिमारी भएर पनि र पनि है निमा लामुको लागि चाहिँ आइदिनु भएको छ एकदमै थ्यांक यू सो मच हामीलाई पनि खुसी लाग्यो हेलो भनि त
हेलो धेरै खुसी लाग्यो निज अफिसियल ब्लगलाई चाहिँ सपोर्ट मिठो गर्ने खाना खान पायौँ आज यम्मी यम्मी थियो आज चाहिँ जाँदैछौ यम्मी खाना चाहिँ मजा आयो खानु फेरि सेकेन्ड टाइम आउनुपर्छ आउनुपर्छ निमुला चाहिँ जस्तो देखेको त्यस्तै नेचुरल रहेछ बहुत ब्युटिफुल क्युट रहेछ गाइजहरू तपाईँले अलिकति सपोर्ट गरिदिनु है निमुला है निमुलाई भिडियो सुतेको छ तामाङ विकास प्लाजा यता फुलहरू रहेछ यहाँनिर हेर्नु गाइज बाहिरको भिज हेर्नुहोस् सही दार्जिलिङमा चाहिँ पुरा पानी परेर हुस्से लागिरहेछ है ब्युटिफुल भ्युज त हुने थियो बट अहिले चाहिँ हुस्से लागेर हो दार्जिलिङको जाडो साह्रै राम्रो छ र हामी चाहिँ निमुलाको घरबाट वापस आइसकेको छ विकास जुजूको घरमा